को महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 12 गणहेकुवा 12 को 18औं स्थापना दिवस 2082 को उपलक्ष्यमा प्रमुख अतिथि कार्यक्रममा अब सशस्त्र प्रहरी बल नेपाल नम्बर 12 गणहेकुवा 12 को 18औं स्थापना दिवस 2082 अंकित बेलुन र ब्यानर उडाउने कार्यक्रम रहेको छ। नेपाल नम्बर 12 गणहेकुवा 12 को 18औं स्थापना दिवस 2082 अंकित ब्यानर र बेलुन नेपाल अधिराज्यभरिको जुनसुकै स्थानमा पुग्नेछ त्यहाँ शान्तिको सन्देश लिएर जानेछ। यस गणबाट आर्थिक वर्ष 2081-82 मा अवकाश हुनुभएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई पदर पत्र वितरण गरिने कार्यक्रम रहेको हुँदा यस गणका कुमबहादुर केसीज्यूलाई पदर पत्र वितरणका लागि सादर निवेदन गर्दछु। साथै त्यसैगरी पदर पत्र ग्रहणको लागि अनुरोध गर्दछु। अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी जोड्दै अगाडि बढ्ने क्रममा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको हुँदा देशभक्तिपूर्ण गीत धन्यवाद। नगर प्रमुखज्यू आसन ग्रहणका लागि निवेदन गर्दछु। यसैगरी 300 मिटर दौड प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सशस्त्र प्रहरी जवान विवेक कुमार सहनीलाई मेडल तथा प्रमाणपत्र ग्रहणका लागि अनुरोध गर्दछु। गाँजा बरामद तथा चोरी तस्करी नियन्त्रण कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे बापत उहाँलाई यो पुरस्कार प्रदान गरिएको छ। त्यसैगरी सशस्त्र प्रहरी सहायक हवलदार सरोज चौधरी यस गण तथा माधव कार्यालयहरूमा कार्यरत रही आफ्नो पदीय दायित्वमा अनुशासित कर्तव्यनिष्ठ तथा लगनशील भई अहोरात्र खटी प्रदान गरिएको छ। त्यसैगरी सशस्त्र प्रहरी सहायक हवलदार उज्जवल केसी गण पर्वत दरबन्दीका सशस्त्र प्रहरी सहायक हवलदार जोखन प्रसाद चौधरीको मिति 2060 11 महिना 8 गते सूचना सङ्कलनको लागि खटिएको अवस्थामा तत्कालीन विद्रोही माओवादीद्वारा पत्लया निजगढ सडक खण्डको
14 किलो भन्ने स्थानमा गोली हानी हत्या गरिएको थियो। यसै गरी अमर सशस्त्र प्रहरी सहायक हवलदार धनबहादुर थापाकी तत्कालीन भद्रकाली गण पिलुवा 12 दरबन्दीका सशस्त्र प्रहरी जवान धनबहादुर थापा देश र जनताको लागि तत्कालीन विद्रोही पक्षसँग लड्दा लड्दै मिति 2060 श्रावण 31 गते साबिक निजगढ गाविस वडा नम्बर 9 भरतजङ सिगोलमा दोहोरो भिडन्तमा परि वीरगति प्राप्त गर्नुभएको थियो। अमर सशस्त्र प्रहरी कर्मचारीहरूलाई मृत्यु पर्यन्त एक तह बढुवा दिने नीति अनुरूप उहाँ सशस्त्र प्रहरी बल नेपाल नम्बर 12 गण हेक्वा 12 मा लामो समयदेखि कार्यरत हुनुहुन्छ। यसै गरी सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्कीज्यू सशस्त्र प्रहरी निरीक्षक प्रतिनिधिको भूमिका निर्वाह गर्ने शुभ अवसर प्रदान भएकोमा यस कार्यक्रमका आयोजक सशस्त्र प्रहरी बल नेपाल नम्बर 12 गण हेक्वा 12 का गणपतिज्यू लगायत गण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आज यस पुनित अवसरमा कर्तव्यको बलिवेदीमा प्राण उत्सर्ग गर्ने प्रथम सशस्त्र प्रहरी महानिरीक्षक प्रथम संगठन प्रमुख तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। पालनाको सिलसिलामा घाइते तथा अङ्गभङ्ग हुनुभएका सशस्त्र प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। थप ऊर्जावान भई गणको उन्नति प्रगति तथा राष्ट्र सेवामा अझै दृढचित्त र निष्ठावान भई अगाडि बढ्नको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। हामी सशस्त्र प्रहरी कर्मचारीहरूको घर पछिको घर भनेको यही पवित्र सङ्गठन हो। सेवानिवृत्त पश्चात पनि पूर्व सशस्त्र प्रहरी कर्मचारी भएर एउटै परिवारमा आबद्ध रहन्छौँ भने जीवनको अन्तिम घडीसम्म सङ्गठनको आड भरोसा र सम्मान पाइरहेको हुन्छौँ। हाम्रा विभिन्न व्यक्तिगत तथा पारिवारिक कठिनाइहरूका बावजुद पनि यसै सङ्गठनमा रही देश र जनताको लागि अमूल्य समय अर्पण गरेर देशको सेवा गरिरहेका छौँ। वर्तमान नेतृत्वको नवीनतम सोच तथा योजनाहरू अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण स्थायी युनिटहरूले आफ्नो स्थापना दिवस मनाउने प्रचलन सुरुवात भएको सर्वविदितै छ। युनिटहरूमा आयोजना हुने यस्ता कार्यक्रमहरूले आपसी मेलमिलाप सद्भाव र पारिवारिक एवं भाइचाराको भावनामा वृद्धि हुने गर्दछ। युनिटमा हुने यस्ता विविध कार्यक्रमले हामी सशस्त्र प्रहरी कर्मचारीहरूको पेसागत आचरण तथा व्यावसायिकतामा समेत निखार ल्याई यस सङ्गठनको प्रतिष्ठा र इज्जतमा समेत बढोत्तरी हुने विश्वास गरेको छु। स्थितिमा विषम सुरक्षा परिस्थितिमा गुज्रिरहेको बखत तत्कालीन सुरक्षा चुनौतीहरूलाई सामना गर्दै अन्य विशेष प्रकृतिको सुरक्षा चुनौतीहरू, विपद व्यवस्थापन, सीमा सुरक्षा लगायत राज्यले आवश्यक ठानेका हरेक सेवा सुरक्षा उद्धारका कार्यहरूमा समेत छिटो छरितो एवं नतिजामुखी कार्य सम्पादन गर्न सक्षम हुने गरी विभिन्न कार्यदेशहरू सहित यस सङ्गठनको स्थापना भएको थियो। राज्यको अपेक्षा प्रहरी प्रत्येक सशस्त्र प्रहरी सिमानामा झन्डा भएर सधैँ शिर ठाडो पारी समर्पित भएर कार्य सम्पादन गर्नको लागि यसै अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई म निर्देशन दिन चाहन्छु। यस गणको वार्षिक कार्यक्रम मनाउँदै गर्दा आज मलाई विशेष हर्षानुभूत र गौरवान्वित महसुस भएको छ। अघि हाम्रो यो शान्ति वाटिकाका उपाध्यक्षज्यू र मेयर साहबबाट पनि धेरै कुराहरू आइसकेको छ। वास्तवमा मैले करिब 2-4 दिन कम 2 वर्षसम्म यहाँ तत्कालीन सीमा सुरक्षा कार्यालयमा म कार्यरत रहेको थिएँ। तत्कालीन अवस्थामा म आउँदाखेरि जिल्ला विकास समिति तत्कालीन जिल्ला विकास समितिमा एउटा एकदम चाहिँ सङ्कुचित पाराले बरन्डामा दिनभरि सुत्ने र सेवाग्राहीहरू जिल्ला विकास समितिमा आएपछि आफ्नो बेड बिस्तर
उठाउने गरी दुःखपूर्ण किसिमले बसिरहेको थियो। त्यस वखतमा केही न केही तरिकाले हामीले एउटा यो गण स्थापना गर्नै पर्छ। त्यो बेला सीमा सुरक्षा कार्यालय थियो, स्थापना गर्नै पर्छ भन्ने हिसाबले मैले सङ्गठन प्रमुख तत्कालीन सङ्गठन प्रमुखज्यूसँग बाचा गराएर जग्गा किने पैसा छैन तर जग्गा उपलब्ध गर्नुपर्ने हिसाबले मैले 2 वर्षको करिब 1 वर्ष प्लस मैले जग्गा खोज्ने काममा नै समय व्यतीत गरेँ। मैले सकेसम्म यो कोलया भन्दा पारि मैले सीमा सुरक्षा कार्यालय स्थापना गर्न खोजेको थिएँ, तर त्यहाँ यस किसिमका जग्गाहरू यो अलिकति बिना भनौँ न अब खरिद गर्ने खालका जग्गा उपलब्ध नभएको कारणले यो अघि पनि भनिसक्नुभयो, यो औदापुरमा जग्गा लियो। जग्गा लिएर टेन्डर पनि भयो, तर टेन्डर भइसकेपछि त्यहाँ विवाद उत्पन्न भएपछि अब यो साधन स्रोत पर्याप्त नहुने हुँदा प्रदेश सरकार र स्थानीय सरकार लगायत विभिन्न सङ्घ संस्थाहरूको समेत सहयोग र सद्भावको आवश्यकता रहने गर्दछ। यस अवस्थालाई मनन गरी प्रभावकारी समन्वय र सहकार्यमा वन परिसरमा विभिन्न भौतिक पूर्वाधारहरू, यो बलराम स्मृति वाटिका लगायत यी मञ्च हामी खडा भएर यो कार्यक्रम गराएको मञ्च लगायत विभिन्न कार्यहरूको भौतिक पूर्वाधारहरूमा स्तर उन्नति गर्ने कार्यहरू मैले देखिरहेको छु, भइराखेको छ। यसरी अझै पनि यो कार्यलाई निरन्तरता दिँदै अगाडि बढ्न सकोस् भन्ने शुभकामना सहित म अत्यन्त न्यून जनशक्ति एवं स्रोत साधनहरूको सीमितताका बावजुद पनि उच्चतम प्रतिफलका लागि बारा जिल्लामा परिचालित भई झन्डै 60 किलोमिटर लम्बाइको नेपाल भारत अन्तर्राष्ट्रिय सीमानाको सीमा सुरक्षा, सीमा स्तम्भको सुरक्षा तथा अभिलेखीकरण, सीमा अपराध नियन्त्रण, चोरी पैठारी नियन्त्रण र अवैध गतिविधि सूक्ष्म रूपमा निगरानी गरी जिल्लाको समग्र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था कायम गर्ने कार्यमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 12 गन हेडक्वार्टर बाराले सक्रिय भूमिका निर्वाह गर्दै आएको बेहोरा अवगत गर्न चाहन्छु। सशस्त्र प्रहरी बल नेपाल नम्बर 12 गन हेडक्वार्टर बारा तथा मातहतका कार्यालयहरूको कार्य सम्पादनलाई नागरिक मैत्री एवं प्रभावकारी तथा नतिजामुखी बनाउने सन्दर्भमा आवश्यक महत्त्वपूर्ण निर्देशन, सुझाव, सल्लाह र अभिभावकीय भूमिका प्रदान गर्नुभएकोमा श्रीमान सङ्गठन प्रमुखज्यू, विभागीय प्रमुखज्यूहरू, श्रीमान भाइनीपतिज्यू लगायत सबै मसु कार्यालयप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।